नमस्ते। फाइनली म फिनी रोटी बनाइसकेपछि सेलरोटी बनाउन लाग्यो है। सेलरोटी यस्तो राम्रो भयो नि, मलाई हजुरहरूलाई भनेको थियो नि पिठो भिजाएर राखेको छु भन्ने थियो नि। त्यही भिजाएर राखेको थिएँ पिठो, 1-2 घन्टा भिजाएर राखिदिएको, काममा गएर आएको। अहिले बनाउँदाखेरि यस्तो राम्रो सेलरोटी बनेको नि, पुरै छोडौँ भने क्या। मतलब सेलरोटी देखेरै आफ्ना बनाएका सेलरोटी देखेर चकित परेको छु। हेर्नु न, देख्दै पनि खाउँ जस्तो छ क्या। हाम्रो मम्मी चाहिँ घरमा हुँदा मैले यस्तो सेलरोटी बनाएको थिएँ। हाम्रो मम्मी चाहिँ बसेर टन्नै खानुहुन्थ्यो क्या, मलाई बहुत मनपर्छ हुनुहुन्थ्यो। लास्ट याद आइरहेछ आमा तिम्रो, मैले यस्तै सेलरोटी बनाउँदाखेरि हजुर बसेर राम्रोसँग खानुहुन्थ्यो नि। त्यो यस्तो याद आइरहेछ। के गर्ने, परदेशमा छु, पठाउन सक्दैन। जस्तो सुकै भए पनि मम्मी बनाएर खानु होला मम्मीलाई। अनि मेरो भाइहरूलाई एकदम मिस गरेको छु। तिहारको सेलरोटी है यो, परदेशमा भए पनि धेरै खुसी नभए पनि थोरै भए नि खुसी मनाउन भनेर बनाएको सेलरोटी हो। फिनी रोटी पनि एकदम राम्रो भएको छ। अनि सेलरोटी पनि एकदम राम्रो भयो क्या। मलाई त सेलरोटी आफूले हालेको सेलरोटी देख्दा यस्तो राम्रो लाग्यो नि, पुरै छोड्थेँ। मलाई चाहिँ दशहरामा पनि मैले सेलरोटी बनाएको थिएँ, त्यति बेला चाहिँ त्यति राम्रो बनाएको थिएन क्या सेलरोटी। अनि योचोटि चाहिँ यस्तो राम्रो सेलरोटी बनाउने पुरै छोड्थ्यौँ। हेरौँ न, यस्तो गोल गोल छोटो छोटो कस्तो राम्रो बनेको छ क्या। बहुत राम्रो छ त नि यो सेलरोटी। कस्तो लाग्यो हजुरलाई सेलरोटी? एकदम हाम्रा सरी आउनुहुन्छ, कस्तो लाग्यो सेलरोटी? एकदम राम्रो। अनि खाएर टेस्ट जति तारिफ गए पनि कमै पर्दैन। वाह वाह हो र। अरू केही भन्नु छ? मेरो सब ठिक छ। खाना मैले कन्ट्याक्ट गरिदिनु होला। मेरो बुढाले फ्रीमा डेलिभरी गरिरहेको छ ब्याङ्क। डेलिभरीमा गरिदिन्छ। हामीले तिहारको रोटी सबै तारेर खानु। ल, कहाँ डेलिभरी कहाँसम्म हुन्छ? बेङ्गलोरमा जति ठाउँ हुन्छ लोकेसन हालिदिएको चाहिँ सबै ठाउँ जान्छ। हेर्नु न कस्तो राम्रो बनिसक्यो सेलरोटी। यस्तो रहर लाग्दो सेलरोटी त मैले पहिली बार बनाएँ कि जस्तो लाग्छ क्या। यहाँ मेरो कममा मेरो कममा बेङ्गलोरमा आएदेखि मैले आजसम्म यति राम्रो रोटी मैले कहिल्यै बनाउन सकेको थिएन कि। आज खोइ के मिल्यो र यस्तो राम्रो, कस्तो भने है, कस्तो राम्रो सेलरोटी बन्नु क्या। आफूले बनाएको देखेर बहुत म त छक्क परेको छु। अनि मेरो गाउँको साथीहरूलाई एकदम मिस गरेको छु। अनि मेरो भाइहरूलाई एकदम मिस गरेको छु। एउटा विदेशमा अनि एउटा चाहिँ नेपालमै छ, तिनीहरूलाई पनि एकदम मिस गरेको छु। अनि यहाँ भएको भाइहरूलाई त म भेट्न भोलि गइहाल्छु। मेरो यहाँ भएको भाइहरूलाई त म रोटी लहरै जानेछु। उहाँहरूलाई त मिस गर्ने के, कल भेटेरै न, म मिस त गरिरहेको छु, मतलब भेटिहाल्छु कल। तर जो टाढा छन् उन भाइहरूलाई एकदम मिस गरेको छु, आफन्तहरूलाई एकदम मिस गरेको छु। अनि मेरो बुवा मम्मीलाई मैले एकदम मिस गरेको छु। यो रोटी बनाउँदा मलाई एकदम मिस गर्ने भनेको मेरो मम्मीलाई हो। मैले यसरी रोटी हाल्दाखेरि मैले रोटी हाल्थेँ, मेरो मम्मीले खानुहुन्थ्यो क्या। अनि मम्मी भन्नुहुन्थ्यो यस्तो राम्रो बनाएको छ भन्नुहुन्थ्यो नि। त्यही याद आएको छ एकदम। यति धेरै वर्ष भइसक्यो तिहार नमानेको। भगवान्ले जुराएछ भने अर्को वर्ष मैले मेरो फ्यामिलीसँगै तिहार मान्न पाऊँ, सबैको आशीर्वादले। अरू के भनौँ, तिहारको बेला केही अरू धेरै कुरा गरौँ भने मलाई त एकदम घुम आउँछ। कस्तो राम्रो लाग्यो कि मलाई रोटी देख्दा नि। बार बार रोटी देखाइरहेछ भने भन्नु हजुरहरू, मलाई असाध्यै राम्रो लाग्यो रोटी देखेर। त्यो भएर बार बार देखाएको। कस्तो लाग्यो हजुरलाई रोटी? एकदम खानु न, टेस्ट गर्नु न कस्तो छ। किन एलर्जी हुन्छ? रोटीबाट किन एलर्जी हुन्छ भन्नु न। अरे मिठो कहाँ छ त? अनि घिउ सिउ हालेको, अनि घिउ चिनी हालेको तर लगानी चाहिँ गरिदियो मैले, म खाँदैन। ओहो यति धेरै, अरे है अलिक कमै गरौँ न बाबु। अति गरौँ, अत्याचार कहिले पनि मान्छेलाई गर्नु नअरे क्या। अत्याचार भएपछि छडिहाल्छन्, अरे याद गर्नु थाल्छ नि। मैले बनाउँदाखेरि हजुरले यस्तो गर्नुहुन्छ नि, फेरि कुनै दिन खान मन लाग्छ भन्दाखेरि मैले बनाइनँ भने हजुरहरूको त ढङ्ग छैन क्यारे बनाउन। अर्को भिडियो देख्नु होला, मैले चाहिँ उहाँको ढङ्ग, उहाँले के भन्नुभयो भनेपछि मलाई फर्स्ट रोटी बनाउँदाखेरि तेल पनि तातिएको थियो नि त राम्रोसँग। अनि मैले उहाँलाई भने कि यो
रोटी किन टुटिगयो त फुत्किगयो भनेर भनेको त उहाँले ढङ्ग नभएका मान्छेहरू ढङ्ग नभए चाहिँ यस्तै त हुन्छ भनेर भन्नुभयो अनि ढङ्ग भएको मान्छे बनाउनु त भनेर मैले छोडिदिएको थिएँ क्या मलाई ह्यामान दावरको भिडियो मैले पठाएको छु अनि ढङ्ग भएको मान्छे कसरी रोटी हाल्नुहुन्छ देख्नु होला न त्यो भिडियो पनि हेर्नुलाई मेरो बुढाले रोटी हालेको भिडियो अनि उहाँ ढङ्ग भएको मान्छे मलाई त एकदम ढङ्ग नभएको भन्नुहुन्छ उहाँ ढङ्ग नभएको मान्छेले कस्तो रोटी हाल्नु हेर्नुलाई साथीहरू त्यो भिडियो चाहिँ हेर्न नछुटाउनु होला अनि त्यो भिडियो हेरेर ढङ्ग कस्तो रहेछ मेरो बुढाको अनि मेरो बुढालाई मैले झेल्या रहेछु कि मलाई मेरो बुढाले झेल्या रहेछ त्यो भिडियोमा कमेन्ट गर्नु है साथीहरू बाई फाइनली मै सबै रोटी खत्तम गरेर हजुरलाई देखाउँछु ल